ओम। आज हामी उज्याई प्राणायामको बारेमा केही जानकारी दिनेवाला छौँ। हजुरहरू शान्त भई हेर्नुहोला। सबभन्दा हामी लामो सास लिने, जसरी लिएर फेरि रोक्ने हो। फेरि सहज नभएको बेलामा दाहिना नाकको प्वाललाई बन्द गर्ने, बामाले खोल्ने। यही गतिले हामी कम्तीमा 11 चोटि दैनिक गर्ने हो भने बिरामीहरूलाई 25 देखि 30 चोटि हामी गर्न लगाउँछौँ। फेरि हेर्नुहोला। फेरि गर्ने। यही प्रक्रियाले हामी गर्ने हो। अब दोस्रो अभ्यास गरौँ। उष्ट्र आसन। घुँडामा बस्ने, दुवै हात यहाँ राख्ने। अब हातलाई यस्तो लगेर यस्तो गर्ने हो। तपाईको दृष्टि चाहिँ आकाशतिर, दुवै हात तपाईको घुँडामा। फेरि बिस्तारै माथि आएर फेरि बस्ने। यो प्रक्रिया पनि हामी कम से कम 5 देखि 7 चोटि गर्ने हो। फेरि गर्ने। दृष्टि आकाशतिर, दाहिना हात दाहिने खुट्टामा, बामा हात बामा खुट्टामा। फेरि बिस्तारै यस्तो आउने अनि छोड्ने।